गर्भमै भविष्य बोकेकी आमा जसले मृत्यु साटेर जीवनको बिउ रोपिन्। उहाँको सास बन्द भयो तर उहाँको मातृत्व अमर रह्यो। 3-4 दिनभित्रै 16 निर्दोष प्राण, एउटी आमा, एक विद्यार्थी, एक गर्भवती महिला र 14-15 किसान सबै माटोमा ढले। घरमा सुख सुख आवाज अनि करुणाले भरिएको सबै गाउँघर। आज दमन भएको 45 वर्ष पुरा भयो। 2046 पञ्चायती शासन भयो, बहुदलीय प्रजातन्त्र आयो। 2063 राजाविहीन गणतन्त्रको घोषणा भयो। तर छिन्ताङ कहानी उस्तै, पीडा उस्तै। 2046 सालमा शहीद पाल घोषणा भयो। 10-10 लाख क्षतिपूर्ति प्रति परिवार प्रति मतदान गरियो। तर पैसा कहिल्यै आएन, परिवर्तन कहिल्यै देखिएन। भोट मेटिएन, पलायन रोकिएन, भ्रष्टाचार रोकिने नाम छैन, बरु सबै झन्झटी। छिन्ताङले चाहेको सपना सानो मात्र थियो, सत्य, न्याय, भोकमरीको अन्त्य, पढ्न पाउने अधिकार, रोजगारीको आशा। तर आज पनि शहीद परिवारहरूको पीडा छाती चिर्ने घाउ झै जीवित छ। यो इतिहासको घाउ मात्र सम्झना होइन, प्रतिज्ञा हो। यो रगतले लेखिएको कथा अब परिवर्तनको बिउ बन्नुपर्छ। आगामी दृश्यहरूमा हामी खोज्नेछौँ त्यो बाटो जहाँ छिन्ताङका सपना नयाँ पुस्ताको श्वासमा बाँच्नेछ। अब हामी फर्किँदैछौँ देशको एउटा रक्तरञ्जित अध्यायतिर, माओवादी जनयुद्धको समयतिर। विक्रमसँग 2052देखि 2062सम्म चलेको युद्धले परिवर्तनको आशा बोकेको थियो। गरिब, उत्पीडित र उपेक्षितका लागि समानता र न्याय। तर त्यो आशाको बाटो रगत र आँसुले भरियो। राज्यले माओवादी भनेर निर्दोषहरूलाई गोली हाले। माओवादीले सिराकी भन्दै आफ्नै गाउँका मान्छे मारिदिए। 17,000 भन्दा बढी ज्यान गयो, हजारौं परिवार टुटे, परिवर्तनको सपना अधुरो रहे र देशले सहेन। गरिबहरू भोकले ढल्छन्, पीडितहरू पीडामै बाँचिरहेका छन्। त्यो अन्ध्यारो बीच केही युवाहरूले सपना देखे, देशलाई उज्यालो पार्नुपर्छ, परिवर्तन ल्याएर। यसर्थ जनयुद्धका नाउँमा सबै घुमे। त्यसै उज्यालोका लागि कसैले वृद्ध आमाको काग छोडे, कसैले वृद्ध बाबाको हात, कसैले पढाइ त कसैले प्रेम त्यागे। सबैको काँधमा एउटै जिम्मेवारी, परिवर्तन ल्याउनु छ। बाबु, राजेश, मेरो छोरा कहाँ जाँदैछौ? तिमी त भन्थ्यौ विदेश गएर पैसा कमाउँछु, घर बनाउँछु भनेर। त्यो सपना के भयो बाबु? आमा, म विदेश गएँ भने यो देश कहिले भन्छ? विदेश गएर ल्याएको पैसाले हाम्रो घर त उज्यालो हुन सक्छ,
तर म चाहन्छु सबैको घर उज्यालो होस् आमा। मेरो आमाको मात्र होइन, सबै आमाहरूको आँगन उज्यालो होस्। त्यसैले अब म पैसाको होइन, परिवर्तनको खोजीमा जाँदैछु। त्यो उज्यालोको लागि म आफ्नो जीवन पनि सुम्पन्छु आमा। छोरी तिमी कहाँ गएकी? पढ्नुपर्ने उमेरमा किन यस्तो बाटो हिँड्दैछौ छोरी? बाबा, अब पढाइको अक्षरले मात्र देश बन्दैन रहेछ। यहाँ अन्याय र भ्रष्टाचारले आकाश छोएको छ। त्यसैले म यो देशका लागि हिँडेकी हुँ। जीवनको माया भन्दा ठुलो देशको माया हो बाबा। परिवर्तनले सबै युवाको, सबै परिवारको भविष्य बनाउनेछ। यसरी गाउँका छोराछोरीहरूले विदेशका भिजा पासपोर्ट थन्क्याए र देशकै मृत्युमा भविष्यको निस्किए। उनीहरूले आफ्नो सुख होइन, सबैको इच्छाहरू खोजे। विदेशको लुट होइन, देशको इज्जत खोजे। र जब बन्दुक समाएर अगाडि बढे, त्यो बन्दुक मृत्युका लागि थिएन, जीवनको पुनर्जन्मका लागि थियो, देशको परिवर्तनका लागि थियो। यो रेडियो नेपाल हो। अब गोपाल बस्नेतबाट समाचार सुन्नुहोस्। सेती अञ्चलको अछाम जिल्लाको सदरमुकाम मङ्गल सेनको सुरक्षार्थ तैनाथ सुरक्षा फौजको टोलीमा सशस्त्र माओवादी आत्मघातीहरूको ठुलो जथाले हिजो राति गरेको आक्रमणमा सुरक्षा फौजतर्फका 48 सैनिक जवानहरू तथा प्रहरी सुरक्षाकर्मीतर्फ 49 जना समेत जम्मा 102 जनाको सुखद निधन भएको छ। मृत्यु हुनेहरूमा राजेश नेपालीको पनि नाम जब रेडियोमा सुनिन्छ। राजेश, मेरो छोरा, तिमी भन्थ्यौ विदेश जाने, पैसा कमाउने, घर बनाउने। अब म यति बुढी आमा, मेरो को छ त? तिमी र म मात्रै थियो नि, घरमा अरू कोही छैन। म वृद्धको सहारा तिमी नै थियो। देश परिवर्तन गर्न जान्छु भनेर गयो, तर यस्तो कहिले नफर्किने गरी अब कसले खुवाउँछ मलाई? कसले बोलाउँछ आमा भनेर? हे भगवान, मेरो आँखा अझै ढोका हेरिरहेका छन्। त फर्किन्छस् कि भनेर। तर आज थाहा भयो, यो ढोका त सधैँको लागि बन्द भएको रहेछ। मेरो कान अब खाली भयो। मेरो हातमा त केवल तेरो सम्झनाको फोटो मात्र बाँकी छ बाबु। राजेश, म एक्लै वृद्ध आमालाई अब कसले खुवाउँछ, कसले बोलाउँछ आमा भनेर? को फागुनबाट उठेको त्यो आकाशे राली रोल्पा रुकुम गोर्खा सिन्धुली काभ्रेमा बन्द भयो जलको आगो। 17,000 भन्दा बढी प्राण बलि चढे, घरका छोराछोरी फर्केनन्।
परिवार टुटे आमा बुवाहरू चिर भयो आँखामा अनन्त प्रश्न खाली परिवर्तन हामीले आशा बोकेर छाडेका घर फर्किएनन् नेताहरू माथि उठे भ्रष्टाचार उही उल्लास हरायो जनताको अवस्था झन् बिग्रियो हरेक बिहानले सोध्यो कहिले परिवर्तन शहीदहरूको रगतले लेखे कथा तर त्यो कथा अधुरो रह्यो अनि उनीहरूको रोइरहेका आत्माहरूले खोजिरहेछन् त्यस्तो मान्छे जसले देशलाई माथि उचाल्छ जसले अधुरो सपनालाई साकार पार्छ अब घटनाको संक्षिप्त दृश्य विस्तारमा टिकटकमा अहिले एउटा ट्रेन चलिरहेको छ एकातिर नेपाली नेताका छोराछोरी र नाति नातिनाहरूले कति आरामदायी जीवन बाँचिरहेका छन् भन्ने देखाउने अनि अर्कोतिर आम नेपालीले कस्तो पीडादायी जीवन बाँचिरहेका छन् भन्ने तस्विरहरू आज हामी कुरा गर्दैछौँ हिपोक्रेट्स ट्रेन जसले पिउने पानीदेखि विदेशको पढाइसम्म सबै कुरा भ्रष्टाचारले चलाएका छन्। सर्वोच्च अदालतको आदेश बमोजिम समिति सञ्चालनलाई त्यो भदौ 18 गतेको दिन एकै आदेशसँगै देश मौन भयो मोबाइलका पर्दा अँध्यारा भए कानमा स्वरहरू उठ्न थाले यो त लोकतन्त्र होइन तानाशाही हो यो स्वतन्त्रता होइन निरङ्कुशता हो एक पुस्ताको स्वर आफ्नै देशमा बन्द गरियो त्यो अँध्यारो केवल आकाशमा होइन सबैको मुटुमा फैलियो सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरुद्ध पुरी काठमाडौँको माइतीहरूसहित देशका विभिन्न भागमा एकसाथ जेएनजी पुस्ताले प्रदर्शन गर्ने घोषणा गरेका छन्। 2082 भदौ 23 गते घाँटीमा झण्डा धरेर हातमा झण्डा समाएर युवाहरू उठे बिहानको पहिलो उज्यालो छ नेपालभर आगो झै फैलियो क्रान्तिको लहर जेनजीहरू सडकमा ओढिए स्मार्टफोन हातमा मनमा देश राष्ट्रिय झण्डा आँखामा आँसु र आकाशमा आशा। गाउँदेखि सहरसम्म युवाहरू सडकमा उत्रिए युद्धका लागि होइन परिवर्तनका लागि। Claro,
र अचानक स्कुल ड्रेसमै 14 वर्षको एउटा बालक ढल्यो। उसको हातमा किताब थियो, बन्दुक होइन। तर गोलीलाई त्यो थाहा थिएन। सपना बोकेका मुटुहरू पनि फुट्न सक्छन् भन्ने कुरा। ऊ हातमा केवल कापी र झोला बोकेर परिवर्तन चाहियो भन्दै नारा लगाइरहेको थियो। तर त्यही भिडमाथि दमन हुँदा पीडाको होइन, यो दशकौंको पीडाको विस्फोट हो। यो भ्रष्ट नेताहरूलाई जवाफ हो। देशमा नयाँ परिवर्तनको चाहना हो। हामी मरेका होइनौँ, हामीले त सपना भुलिसकेका छौँ। यो माटोमा हाम्रो रगत मिसिएको छ, यो हावा हाम्रो श्वास बनेको छ। हाम्रो रगत कहिले फेर नजाओस्, हाम्रो आवाज कहिले नदबाइयोस्। हामी हेरिरहेकै छौँ, बलिया जस्ता देखिए पनि हाम्रो आत्मा वरिपरि भौतारिरहेकै छ। परिवर्तनको आशा लिँदै यो सपना अब पुरा गर्ने जिम्मा हाम्रा पछिल्ला युवाहरूको काँधमा छ। सपना मरेको छैन, अधुरो मात्र छ। हामीले पुरा गर्नै पर्छ। अहिले होइन भने कहिले? नेपाल उठ्नै पर्छ साथी, अब नेपाल उठ्नै पर्छ। छिन्ताङदेखि जनयुद्ध हुँदै जेनजीको आन्दोलनसम्म शहीदहरूको सपना अधुरो छ। अब हामीले पुरा गर्नै पर्छ। यसरी आगोको राग भित्रबाट नेपाल फेरि सास लिन्छ। नेताबाट होइन, युवाको मुटुको धड्कनबाट अधुरो परिवर्तनको क्रान्ति अब मात्र सुरु भएको छ।
परिवर्तनको सपनाले हजारौं युवाहरूको मुटु थपियो। नेताहरूको आश्वासनले आँसु थपियो। वृद्ध आमा बाबालाई अन्तिम बेला केही मिठो खुवाइदियो। आफ्नो भविष्य अलिकति भए पनि बनाऊ भन्ने चाहनामा हारी जाने तयारीमा भएका कैयौँले भिसा लागेको पासपोर्ट घरमै फ्याँके र जङ्गल बसे बन्दुक उठेर भिसाका खर्च ऋण